नमस्कार, म आज एउटा कविता लिएर उपस्थित भएको छु र मेरो कविताको नाम छ मलामीको विरह मृतसितको संवाद। कविता यसरी सुरु हुन्छ। तिमीलाई ल्यायौँ यो तिरसम्म, झर्नु छ सबले तलतिरसम्म। औषधि खायौ, उपचार गर्यौ, दुर्भाग्य बाँचेनौ। हिजोको मुस्कान हरायौ, कता मुसुक हाँसेनौ। जीवनमा पाउनु के कति पायो, के कति गुमायो। अधुरो स्वप्न टाँगेर आँखा अनिदो बनायो। तिमीले क्षितिज हेरेर कस्तो भुसुक्क निदायो। क्षितिजको बाटो जाने हो भनी सबैलाई देखायो। यही पञ्चतत्वमा विलीन बन्छ नश्वर शरीर। जाने हो सबले तोडेर माया प्रेमको जन्जिर। यो तेरो भन्दै यो मेरो भन्दै तानातान गरेर लाने के हो र दाजु र भाइ हानाहान गरेर। जन्मिएपछि मरण निश्चित गन्तव्य बुझेर ईश्वर नजिक बाटो हो जाने कर्मलाई पुजेर। झुक्नु नै पर्छ मृत्युको अघि चराचर जातले। कालोको प्रहार सूर्यको किरण छेकिन्न हातले। नझारे आँसु फर्केर आउँला सम्झना बनेर। नमार्नु माया म गएपछि आउँदिन भनेर। यी चार भाइ पछिका सबै हितैषी जनले कसुर भए क्षमादान दिनु आत्मीय मनले। हुरीको दियो हुरीले हान्दा कहाँ ठेक्न सक्छ र। विधिको विधान रोकेर पनि कहाँ रोक्न सक्छ र। लेखेको मिति भोग्नु नै पर्छ झर्ने हो पातले। कमाउने सुरमा भुसुक्क हुन्छ मान्छेको जातले। एकमुठी प्राण उडेर जान्छ समाउन सकिन्न। नामभन्दा ठुलो सम्पत्ति केही कमाउन सकिन्न। छैठौँको लेखा फर्काएर देखा भन्न नि मिल्दैन। बचाइको दिन 1 2 3 गन्न नि मिल्दैन। क्षणिक जीवन केलिनु चिन्ता पुग्ने हो चितामा। अझ र अमर आत्माको सत्य लेखियो गीतामा। उपकार गरे पुण्यको फल पीडामा पाप हुन्छ। अन्जानमा कतै गरेको भुल सबैलाई माफ हुन्छ। आफन्त भन्ने बाँच्दाको जन्ती मर्दाको मलामी। दिनेले दिए हार्दिक श्रद्धा अन्तिम सलामी। मानेको पातमा पानी हो जीवन छल्किए पोखिन्छ। गरेको कर्म पाप र पुण्य तराजु जोखिन्छ। छेवैमा हामी हेरि नै रह्यौँ बनियौ खरानी। त्यो तिम्रो सपना को पुरा गर्ला अधुरो कहानी। धन्यवाद।